आज म मेरो भाइ र बहिनीहरूलाई उनीहरूको फेभरेट फुड ट्राई गराउनेवाला छु जबसम्म उनीहरू इनफ हुँदैन र बिल के कति उठ्छ हेरौँ है त। यो आज म मेरो भाइ र बहिनीलाई उनीहरूको फेभरेट फुडहरू ट्राई गराउनेवाला छु। हामी लाग्यौँ सिधै क्याफेतिर। क्याफे के पुगेको भाइले त मेन्यु पल्टाउन थालिहाल्यो अनि बहिनीलाई पनि उसको फेभरेट फुडहरू छान्न लगाए। बहिनीले एकछिन किताब पढेको जसरी पढेर चाहिँ उसले यो खान्छु भनेर भन्यो। फुड आइटमको प्राइसहरू हेरेको झन्डै एकछिन त आँसु नै आयो मेरो त। मनमा नै भाडा मार्नु चाहिँ नपरोस् भनेर सोचे। भाइ बहिनीहरूले छानेको रोजेको कुराहरू चाहिँ हामीले यो दिदीलाई टिप्न लगायौँ। भाइको खुसीको सीमा नै छैन। त्यतिकैमा फर्स्ट आइटम पनि ल्याइदिनुहुन्छ। बहिनीले पनि यता सुरुपे पार्छ भने भाइले पनि उता सुरुप। अब मेरो पनि पालो भनेर सुरुप सुरुप। कम्बिनेसन के मिलेको थियो, चिकन बिरयानी पनि ल्याइदिनु भइसक्यो। बिरयानी ल्याइदिनु मात्र के भएको थियो, भाइले त लेग पिसबाट सुरु गरिहाल्यो। फेरि यो भाइको खुवाई चाहिँ फेरि बब्बाल लाग्छ मलाई। कस्तो खौखौ लाग्दो गरी खाएको के। त्यति कुरो भन्न नपाउँदै बर्गर पनि पो ल्याइदिइसक्नु भएछ त। भैँसी किन्दाखेरि पाडो उपहार भने जस्तै बर्गर लिँदाखेरि फ्रेन्च फ्राई पनि फ्रीमा पाइँदो रहेछ। बर्गर ट्राई गर्ने सुरुवात हुन्छ बहिनीबाट। बहिनीले खाँदा चाहिँ होइन, भाइले खाँदाखेरि चाहिँ ओहो मलाई नै खौखौ लाग्ने गरी खान्छ क्या यो भाइले चाहिँ। यो भाइले त 3 बाइटमा यो बर्गर खाइसक्छ कि क्या हो खुवाई हेर्दाखेरि त। मैले पनि यो 2 बाइटमै सक्छु कि भनेर मुख हालेको, तर नसकिने रहेछ यार। सोचे जस्तो त कहाँ पो हो यो देखिरहेको रेडबाट थाहा पाउनुहुन्छ कि कस्तो थियो टेस्ट भनेर। 3 जना मिलेर यो बर्गरलाई पुरै हमला गर्न सुरु गर्यौँ हामीले चाहिँ। भाइ बहिनीको नाम लिएर आफै मात्र ठुसिरहेछ त के हो पारा भनेर कमेन्ट गर्न लाग्नु भएको होला। मैले चाहिँ खाएको होइन, जस्ट ट्राई मात्र गरेको है कस्तो टेस्ट छ भनेर। बहिनीलाई चाहिँ यो बर्गर एकदमै मिठो लाग्यो रे। भाइले चाहिँ यता बोल्ने टाइम पनि पाएको छैन। भाइको खुवाई चाहिँ फेरि मरद छ है, मुखै फुल्लिने गरी खाइरहेको। त्यतिकैमा हाम्रो दाइले हामीलाई पिज्जा पनि ल्याइदिनु भयो। टड्याङ टड्याङ टड्याङ। भाइ र बहिनी मात्र होइन, हाम्रो 2 जना दाइ पनि हामीसित आउनु भएको थियो। एक्ज्याक्टली चाहिँ यसको नेम थाहा भएन, कमेन्ट गर्नु होला मैले के ट्राई गर्दैछु। अनि माइलो दाइलाई चाहिँ कान्छो भाइले पुरा सिकाउँदै थियो कि यसरी खानुपर्छ, यहाँदेखि यहाँसम्म तन्किने गरी चाहिँ तन्काउनु न भन्दै भनिरहेको थियो बाबुले। पिज्जामा चट्ट लाएर ससेस हाल्यो अनि एकछिन बिचारेर चाहिँ बाबुले ग्वाममा खान पो सुरु गर्यो। अघि त पुरो माइलो दाजुलाई सिकाउँदै थियो, अब हेरौँ न उसले चाहिँ कतिको तन्काउन सक्दो रहेछ त। फेरि यता कान्छो भाइको कुरै छुट्टै छ। फेरि उसलाई चाहिँ बर्गर भन्दा पनि पिज्जै पो बबाल लाग्यो अरे। बहिनीको फेस हेर्दाखेरि मलाई चाहिँ लागेन कि उसलाई बर्गर भन्दा पिज्जा मिठो लाग्यो, उसलाई चाहिँ बर्गरै मिठो लाग्यो भन्दै थियो। हुन त सबैको स्वाद फाल्टो हुन्छ, तर एकजनालाई मनपर्ने अर्कोलाई नमनपर्ने त्यस्तो पनि हुँदो रहेछ होइन। कस्तो चाहिँ रहेछ भनेर मैले पनि चाखेँ। कान्छो भाइको स्पिड त अचानक स्लो भयो अनि के चाहिँ भएछ बाबुलाई भनेर मैले विचार्दै मात्र थिएँ। झन् बहिनीको त अघिदेखि नै खुवाइ नै बिस्तारी थियो, अब त झन् स्लो हुँदै जान थाल्यो। भाइलाई मैले अझै पिज्जा खान्छौ भनेर सोधेको त खान्छु त भन्दै अझ पो खान्छ त यार। अब त केही पनि नखाने, अब आइसक्रिम मात्र खाने भनेर बहिनीले चाहिँ भन्दै थियो। भाइ त यता फेरि बोल्न पनि सकिरहेको थिएन, मुखमा खाद्नुसम्म खाँदेको छ। फेरि अझै खान्छौ भनेर सोधेको, अब त खादिनँ भनेर भन्न थाल्यो। सो हामीले सबै फुड आइटमहरू चाहिँ खलास गरिसकेको छौँ। हेरौँ है त कति बिल चाहिँ उठ्यो त। हामी यत्रो धेरैजनाले ट्राई गरेको चाहिँ 3690 बिल उठेछ। पिज्जा खाऊ, बर्गर खाऊ। के खानु मन छ? आज त छैन, आजै होला। सो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। अनि थ्याङ्क्स फर वाचिङ एन्ड सब्सक्राइब गर्नु भइसक्यो भने सब्सक्राइब गर्न नबिर्सिनु होला है त।